चाहिँ बिहानको 4 बजेको छ। अनि किन छिटो उठे त भन्दाखेरि आज हाम्रो फ्यामिली टुर छ नि त, अनि त्यही भएर। अनि हजुरहरू कतिजना उठिसक्नु भयो होला, कति ओछ्यानमै हुनुहुन्छ होला, चिसो मौसम होइन। अनि साथीहरू म चाहिँ यता माइत घर आएको छु हिजो, त्यो चाहिँ मैले भिडियो गर्नु पाइनँ किनकि त्यस्तो हतार थियो। अनि मेरो भोइस चाहिँ के भयो भन्दाखेरि एकदम चिसो लागेर, चिसो एकदम ज्यादा, त्यो भएर चाहिँ चिसोले आवाज चाहिँ कस्तो भइरहेको छ। अनि साथीहरू आज हामी टुरमा कहाँ जान्छौँ त, को जान्छौँ त भनेर हजुरहरूलाई म देखाउने नै छु, भिडियो हेरेर साथ दिनु होला। 1 hour later. अघिको ठाउँ दौबरी गाइस हामी चाहिँ यहाँनिर यो के पोखरी भन्छ यहाँनिर आइसक्यो। अनि अरू चाहिँ यता माथि डाँडामा जाँदै हुनुहुन्छ। अनि म चाहिँ यहाँनिर छु किनकि उँभो जानु सकिनँ, एकदम चिसो। अनि त्यो भएर चाहिँ म यहाँनिर यता चाहिँ आगो बाल्ने कार्यक्रम हुँदैछ साथीहरू। आगो बाल्ने कार्यक्रम हुँदैछ। यतिको चाहिँ हुनु पर्यो, यतिको चाहिँ चाहियो नि। उहाँ सामान निकाल्नु जाँदै हुनुहुन्छ। धमाधम हुँदैछ, धमाधम हुँदैछ गाइजहरू। कञ्चन यता चाहिँ हाम्रो सेकुवा हुँदैछ है गाइजहरू, एकदम चिसो। आगो नबलेर यहाँ थालले हम्किँदैछु है यति दुःखतिर। हाम्रो निमा दाजु चाहिँ यता सेकुवा धमाधम। कहाँ चाहिँ चिया रुङ्ने जनताहरू। कस्तो हुँदैछ त पिकनिक? एकदम बिन्दास। कस्तो भएछ मासु चिउरा? मान्छे पार्टी यता बिस्तारै खा बिस्तारै। यता चाहिँ धमाधम छ, धमाधम एकदम मान्छे। आज यति बाँकी छ, यति बाँकी छ। यता फ्राईहरू यता छ। कौन है ये आदमी?
खसीको सुप हो खसीको यता हाम्रो नानीको आफ्नै दुध छ उता ल दिपेश भाइ बस